ल है एउटा ठूलो खबर। पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आफ्नो एकदमै धेरैले कुरिरहेको आइपिओको मिति तोकेको छ। अब प्रश्न उठ्छ, के यो लगानी गर्न लायक छ त? आउनुहोस् आजको यो विश्लेषणमा यसको हरेक पाटोलाई केलाएर हेरौँ। सबभन्दा पहिले त यो आइपिओको साइज हेरौँ। यो यति ठुलो छ कि हिसाब गर्दा लगभग 7.5 लाख लगानीकर्ताको हातमा 10-10 किता सेयर पर्ने देखिन्छ। सर्वसाधारण लगानीकर्ताहरूका लागि यो पक्कै पनि एउटा राम्रो सङ्केत हो। ठिक छ, अब यसलाई एक एक गरेर बुझ्दै जाउँ। पहिला त यो आइपिओ किन खास छ भनेर हेर्छौँ, अनि कसको भागमा कति सेयर पर्छ, कसले कहिले आवेदन दिने, र अन्त्यमा लगानी गर्नु अघि जान्नै पर्ने केही महत्त्वपूर्ण कुराहरूमा पनि छलफल गर्नेछौँ। ल सुरु गरौँ पहिलो खण्डबाट। आखिर यो पाल्पा सिमेन्टको आइपिओ बजारमा किन यति धेरै चर्चाको विषय बनेको छ त? अब यसको सबैभन्दा गजबको कुरा के हो थाहा छ? त्यो हो यसको मूल्य। अरू सिमेन्ट कम्पनीहरूले प्रिमियममा आइपिओ ल्याइरहेको बेला पाल्पा सिमेन्टले चाहिँ अङ्कित मूल्य मतलब 100 रुपियाँमै सेयर दिँदैछ। सोच्नुहोस् त, जम्मा 1000 रुपियाँमा 10 किताको लागि आवेदन दिन पाइने भयो। कम्पनीले कुल 75 करोड रुपियाँ बराबरको 75 लाख किता आइपिओ जारी गर्न लागेको हो। यो साँच्चीकै ठूलो निष्कासन हो। 75 लाख किता सेयर त आउने भयो, तर यो सबैका लागि बराबर भने छैन। अब हेरौँ यो सेयर कसरी र कुन कुन समूहमा बाँडिँदैछ। यहाँ हेर्नुहोस् त, सबैभन्दा ठूलो हिस्सा मतलब 82% हामी जस्तै सर्वसाधारण लगानीकर्ताको लागि छुट्याइएको छ। यो एकदमै राम्रो कुरा हो। अब प्रतिशतलाई सङ्ख्यामा हेर्दा त झन् कुरो प्रष्ट हुन्छ। सर्वसाधारणको लागि मात्रै 46,68,000 भन्दा धेरै किता सेयर छ, जुन निकै ठूलो सङ्ख्या हो। यो आइपिओ एकैचोटि सबैको लागि खुल्दैन, चरण चरणमा खुल्छ। त्यही भएर सुरुमा आवेदन दिन पाउने दुई समूहमा ध्यान दिउँ: स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरू। तर एकछिन, यो आयोजना प्रभावित स्थानीय भनेको वास्तवमा को हुन् त? पहिले यो बुझौँ। यो सुविधा पश्चिम नवलपरासी र पाल्पा जिल्लाका बासिन्दाहरूले पाउनेछन्। उनीहरूका लागि 18,75,000 किता सेयर छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने यो सेयर 3 वर्षसम्म बेच्न पाइँदैन। त्यसैले यो छोटो अवधिको लागि होइन, लामो समयको लागि लगानी गर्ने अवसर हो। अब वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको कुरा गरौँ। उहाँहरूको लागि 5,62,500 किता सेयर छ। गोला प्रथाबाट 10 किताको दरले बाँड्दा 56,000 जनाले सेयर पाउने देखिन्छ। तर आवेदन दिनेको सङ्ख्या करिब 75,000 पुगिसकेको छ। मतलब यहाँ त निकै कडा प्रतिस्पर्धा हुनेवाला छ। हो, यहाँ एकदमै ध्यान दिनुपर्ने कुरा छ। यी दुई समूहको लागि आवेदन दिने तरिका आकाश पातालको फरक हुनुपर्छ। स्थानीय बासिन्दाहरूको लागि त मागभन्दा कम आवेदन पर्न सक्ने हुनाले 100,000 किता भर्दा पनि फाइदा नै हुन्छ। तर वैदेशिक रोजगारीमा रहेका साथीहरूको लागि भने प्रतिस्पर्धा यति धेरै छ कि 10 किताभन्दा बढी भर्नु भनेको पैसा मात्रै होल्ड गराउनु हो, अरू केही होइन। ल अब पालो आयो सबैभन्दा ठूलो लगानीकर्ता समूहको, अर्थात् सर्वसाधारणको। सर्वसाधारणका लागि आइपिओको मुख्य चरणमा 46,68,750 किता सेयर आउनेछ। यो साँच्चीकै ठूलो अवसर हो। स्थानीय र वैदेशिक रोजगारको चरण सकिएपछि मात्र सर्वसाधारणको लागि आइपिओ खुल्छ। अनुमान अनुसार यो माघ महिनाको अन्तिम हप्तातिर हुन सक्छ। त्यसैले अहिलेदेखि नै पैसाको जोहो गर्न थाल्दा हुन्छ। अब केही यस्ता कुराहरू हेरौँ जुन यो आइपिओमा लगानी गर्ने सोच्ने हरेकले जान्नै पर्छ। कम्पनीको क्रेडिट रेटिङ BB+ आएको छ। यसको सोझो अर्थ के हो भने कम्पनीले आफ्नो आर्थिक दायित्व समयमा तिर्न सक्ने क्षमतामा मध्यम स्तरको जोखिम छ। सामान्यतया 100 रुपियाँमा आइपिओ ल्याउने कम्पनीहरूको लागि यो सामान्य नै मानिन्छ। यहाँ अर्को एउटा चाखलाग्दो कुरा छ, त्यो हो लक इन अवधि। स्थानीय र कर्मचारीको सेयर 3 वर्ष र म्युचुअल फन्डको सेयर 6 महिनासम्म बजारमा आउँदैन। यसको मतलब के हो भने सुरुमा बजारमा सेयरको आपूर्ति एकदमै कम हुन्छ, जसले गर्दा यसको मूल्यमा राम्रो प्रभाव पर्न सक्छ। अहिलेसम्मका कुराहरूलाई सरसर्ती हेर्दा आवेदन दिने तयारीको लागि एउटा चेकलिस्ट बनाउन सकिन्छ। मितिहरूमा झुक्किनु भएन है। फेरि एकपटक याद गरौँ, वैदेशिक रोजगारीमा रहेकाहरूले पौष 30 गतेभित्र र स्थानीयहरूले माघ 9 गतेभित्र आवेदन दिइसक्नुपर्छ। आवेदन दिन एकदमै सजिलो छ।
बस यी 4 कुरा याद राख्नुहोस्। पहिलो, आफ्नो समूह चिन्नुहोस्। दोस्रो, आफ्नो अन्तिम मिति टिप्नुहोस्। तेस्रो, खातामा पैसा तयार राख्नुहोस्। र चौथो, मेरो सेयर वा ब्याङ्कबाट आवेदन दिनुहोस्। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा, लगानीकर्ताले ख्याल गर्नुपर्ने कुरा के हो भने कम्पनीको प्रति शेयर आम्दानी EPS र प्रति शेयर नेटवर्थ जस्ता अति आवश्यक वित्तीय विवरणहरू अहिलेसम्म सार्वजनिक भएका छैनन्। यी जानकारी बिना लगानीको निर्णय लिनु अलि हतार हुन सक्छ। जब यी विवरणहरू आउँछन्, हामी त्यसको पनि विश्लेषण गर्नेछौँ। त्यसो भए अब एउटा ठूलो प्रश्न बाँकी रह्यो। रेटिङ पनि मध्यम खालको छ, वित्तीय विवरणहरू पनि पूरा आएका छैनन्। यस्तो अवस्थामा यो शेयर बजारमा आएपछि यसको भाव कता जाला त? अब यो प्रश्नको जवाफ त समयले नै बताउँला। हामी सबैले यसको यात्रालाई नजिकबाट हेर्नुपर्ने हुन्छ।